आज दिन चाहिँ फेरि हाम्रो डुडे घारमा चाहिँ कटिङ हुँदैछ। हामीले चाहिँ लेकबाट मगाएर ल्याएको उहाँलाई चाहिँ मौरी काट्ने मान्छे। हामी सक्दैनौँ क्या यस्तो रुटमा काट्नुको लागि। म चाहिँ साह्रै दामी निस्किएछ। यहाँ देख्न सक्नुहुन्छ डुँडमा ताजा ताजा म अस्ति त थिएन त्यहाँ त है। उसको झड्का खतरा छ कटिङको। धन्यवाद।